भट्टीमा पनि दिलु गेम भने कम्पिटिसन पर्छ ल ल गाइस अब आउँछ मजा गाइस लु 35 पटक गरौँला म टेन्सन गर्न गाइस तर गाइस हिम्मत हार्ने हैन मान्छे गाइस ओके रप्पा रप्पा काके सिस्टम फाड्दिन्छ भाइ गाइस कसैले मलाई पनि जितायो गाइस यार प्राइभेट हान्छ नभए के गर्ने यार अब किन हानु भन्नु नि पारदर्शी हुन्न यार अब किन हानु भन्नु यो भन्दा पनि गेस्टको आफ्नो पर्सनल लाइफ हुन्छ मैले हटाएर नहटा भन्नै मिल्दैन के थुप्रै मान्छेले प्राइभेट आफै मिलेर हान्छ क्या आफै गिफ्टिङ गर्ने आफै र्याङ्कमा पुग्ने आफै गर्छ कि त्यही भएर पनि यार प्राइभेटमा खेल्ने मान्छेको मलाई शङ्का लाग्छ क्या मसँग त्यत्रो पैसा भएको भए यहाँ रात दिन लाइभ बस्थे बाजे कहाँ म आफूले आफूलाई गर्छु गिफ्टिङ मेरो दर्शकले यो प्राइभेटमा खेलेको त्यति खासै मन पराउँदैन कि त्यही भएर पनि भन्न त परेको मैले त यार अनि पारदर्शी गेम भनेको पारदर्शी हुनुपर्छ कि लुकी लुकी हान्ने आफै गिफ्टिङ गर्ने आफै र्याङ्कमा पुग्ने त्यस्तो नि के हुँदैन ऱ्यान्डमली खेलौँ न यार मेरो त छैन गिफ्टिङ ए भगवान् म त्यस्तो धनी भइदिएको भए त म एक्चुअली के हुन्थ्यो नि त्यसो भए त मैले पनि मेरो श्रीमतीलाई डाकेर हानु भन्छु ड्याङ्गे प्राइभेट हानु भन्छु यत्र सिक्दा उभ्याउन सक्छु कि यार अनि पारदर्शी गिफ्टरले दिस इज माई प्रब्लम भनेर लेखिरहेछ के भन्ने अब प्रब्लम त उसलाई त प्रब्लम अर्का गर्लफ्रेन्डलाई गिफ्ट हाल्छ प्रब्लम भइहाल्छ नि बवाल नाइ गाइस म तेल चाहिँ दिन्न उता छोड्दिनँ म तेल अन्डाहरू नदिने के गाइस सबैले पोजिटिभ कमेन्ट गर्नु न पोजिटिभ नराम्रो कमेन्ट नगर्नु न यार मैले के त्यस्तो नराम्रो बोलेको छु र भन्नु त मैले त्यस्तो के नराम्रो गरेको छु तपाईँहरूकै फुल इन्जोयमेन्टको लागि आएको हो लाइभमा सबैजनाले लाइभ बस्ने बित्तिकै बाजे 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 भनेर लेख्छ अनि मलाई 2-3 दिन भइसक्यो बाजेले राम्रोसँग गेम नखेलेको अनि मलाई एक गेम जित्नु थियो मैले एक गेम जितेँ अनि बाजेसँग गेम जित छोडा यार गाइस कति कुरा आयो ल गाइस गाइस के छैन त ओके गेम डबल टपल गाइस सुरु गर गाइस डबल टपल गाइस कति हान्छ हान्नु गाइस गोजिरी त दिने के गोजिरी त हुने गाइस हान्न गाइस पैसा मलाई हान्छ गाइस छोरा यार गर्ने है रेडी गर्नु फुल गाइज छिटो अदर टिम फुल गाइज अदर टिम फुल एभ्रीवन फुल छिटो फुल भन्छ फुल त म्यास्टर भइरह फुल द किङ म्यास्टर भइरह यार घाँस पेला खाइसो के यार 35 पटक गाइस सातो घर यार गाइस कम on triple booster come on guys booster live share guys booster guys
triple my team. 7,500 viewers my team. Come on. Guys, booster. फेरि हान्ने भयो यार. Guys, यार कोहीसँग booster छैन boosting. फेरि धोबी हान्ने भयो यार. तेरि साथीहरु यार. एउटा boosting छैन के गेम खेल्ने यार. Guys, boosting हामी जी welcome back. Guys, कोही छ guys. Triple सक्यो. Guys यार. Guys, triple guys. फेरि हानिहाल्यो यार. Guys, please mention his name. The king is back, bro. Come on. This is my team. The Amit King is here right now to play. Come on, guys. अब मास्टरले धोबी खान्छ guys. अब उतापट्टिको मास्टरले धोबी खायो guys. Guys, please guys. Okay. चलो guys. अमित जी. यसले मलाई धोबी खायो guys. 35 पटकसम्म guys बुस्टी फाला. Let's go. Guys, play my team. Guys, booster. Let's go. Guys, come on. Guys, booster. Yes. Guys, play my team. Play. Go fast. Let's go. Guys, rapa. Snap. उताकल भेट्छ guys. Masterले धोबी खाओ guys. धोबी. ओ यार guys यार. ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ. उता गएर बताओ गाइज यहाँ को आयो भन्ने कुरा गाइज. उतापट्टि गएर मेस्ट्रोलाई गाइज मेन्सन गर गाइज बताओ को आयो भन्ने कुरा गाइज. Mention his name. Mention the comments. Mention the king's name on the comment section of the other guys. Come on guys. This is my team. I'm telling you guys. This is the overconfidence guys. Overconfidence has been broken. The king is back. जब तक तुम मेरे साथ हो मुझे मारने वाला पैदा नहीं होगा अमित जी. अब कर पन्छन् गाइस. आफूले खना फल्टा आएपछि अझ प्राइभेट हान्ने लुकी. थ्याङ्क यू अमित जी. रेस्पेक्ट. याम राणा थ्याङ्क यू सो मच गाइस. दुईटा बुझ्नेबाट सबैले गाइस प्लिज मेन्सन द अमित नेम अन द कमेन्ट्स गाइस. दिस इज हिज न्यू आइडी गाइस. उहाँको नयाँ आइडी गाइस सबैले मलाई फलो गर्नु प्लिज. ओके उहाँको नयाँ आइडी गाइस सबैले मलाई फलो गर्नु. थ्याङ्क यू मिस्टर कान्छो, राइडर कृष्ण, कार्नर फाउन्ड, थ्याङ्क यू सागर राई, अर्जुन लामिसा, ऋतु, राजा डलर सेभन, यस कैलाश खत्री गाइस. कम गाइस. यस एक्साइटेड टु सी द पनिशमेन्ट गाइस. ल भन के गर्छौ? यही दोकुर्नी गर्छु. 3 किलोमिटर फेरि 3 किलोमिटर. पानी कति हुन्छ 3 किलोमिटर भन्ने कुरा? यु नो 3 किलोमिटर गाइस. सक्छौ नि? सुने अदा तिमी सक्दैनौ. कहाँ गयो बे? किन रोक्यो यो? तिमी सक्दैनौ 3 किलोमिटर सक्दैनौ. तिमी नआउनु कुरा नगर. तिमी सक्दैनौ. तिमी मुटु फुलेर मर्छौ तिमी. अरू सक्ने पनिसमेन्टै छैन. अरू त तपाईँले हिलो खनाउनलाई हाम्रो घर अगाडि हिलै छैन, ढुङ्गा छ. त्यसो भए मेस्टरलाई भन्ने बागान लगाऊ. नत्र भने तिमीले पनि मलाई भर्खर भरेको तिमीले ग्यास बोक्न लगाएको. मलाई पनि 35 पटक गर्दा म पनि स्यास्या भएको छु.
पोजिसन चेन्ज हुन्न गाइस कसले बनायो पोजिसन गाइस जेसुकै होस् मुटु फुलेर मरे मलाई मात्र दौरा दौड्छु म यत्रो छिटेका दौड्स बाघ मिल्खा बाघ त्यहाँबाट पनि कलङ्की पुगेर हो कलमको पुग्दैन ओ दौडा भोलि बिहान उठ्दाखेरि हावा निक्लिन्छ हावा कति बसी कुर्सीमा बसी युनिभर्स पाउँछ गरेको दौडा दौडा ओ नानी क्यामेराम्यान फोकस गरौ भाग मिल्खा भाग भाग मिल्खा भाग भाग मिल्खा भाग यो हो दौड हावा नि सिसाको अहिले नि सिसाको यस्ता मान्छेले के प्रगति गर्ला हावा नि सिसाको दौड ए तँ घर जाएको चाहिँ छ यार हो अघि नानी अघि हो दगुर्दा बसन्तपुर पुग्यो बसन्तपुर बल्ल मनमा सकुन गयो सकुन तिमीले मलाई 35 पटकसम्म भरेको ग्यास बोक्लाउने मलाई कम त गाह्रो मलाई तिमीबाट पागल पाठेको छ त्यसलाई के भयो गाइस 1 किलोमिटर दौडेको छैन गाइस के भन्ने भर्खर भर्या ग्यास 35 पटकसम्म गाइस बोक्दाखेरि मेरो कम सास फुल्ले त्यतिको त गर्न पर्यो नि त नि त्यत्रो युनिभर्स कमेरा बाघ कमेरा यति गरेर दुःख गर्न पर्दैन दुःख नि गर्न पर्छ गाइस दुःख नि गर्न पर्छ यिनीहरूलाई पनि थाहा होस् हार्ड वर्क भने के हो गाइस अलिकति दिनुपर्छ कि गाइस त्यो ल अब घर फर्क ओके फर्किरहेछ सास फुटिसक्यो त्यहाँ यस्तो दौड त जिम गर्नै पर्दैन पागल मान्छेमा टाउकोमा त राम्री यार ज्यानेर के हो त्यस्तो भागेर बोसो पर्या पागल दिमाग खराब पिपी साइज टाउकोमा त राम्रो चाक भएर हुन्छ त्यस्तो ठुल्ठुलो गिफ्टिङ गर्ने मान्छे प्राइभेट ड्याङ्गेटिङ हानेको चाहिँ अलिकति राम्री हुनु पर्न डुगुरी त्यहाँ कुरो लाएर कमरा हो अलिकति दौडिने फिटिङ सिटिङ हुने ज्यान स्यान केदारलेको ज्यान युआर अन्डर एरेस्ट तुमको चारों तरफ से बोसने घेर लिया है दौड़ना पर्छ कहिले काहीँ दौड्नु इभिनिङ वक दिस इज कल्ड द इभिनिङ वक मेरो फर्स्ट पनिसमेन्ट पर्पज गर्ने सेकेन्ड पनिसमेन्ट यस्तै आगरमा बसेर साँप बन्ने थर्ड पनिसमेन्ट हिलो पानी खनाउने मलाई हिलो पानी रिजाउन मन नगरेको थियो नि त्यसो भए तिम्रो पनि पहिलो पनि हिलो पानी जहाँ पुगेर कलङ्की जाऊ चाहे पुलमुनि जाऊ हिलो पानी तिमीले पनि एक बाल्टी हिलो पानी गेम भनेको च्यालेन्जिङ हुनुपर्छ गाइस कतिको हान्दो रहेछ नेक्स्टमा मलाई गाइस तिमीले पनि हिलो पानी खनाउ पहिलो पनिसमेन्ट दोस्रो पनिसमेन्ट रुको जरा दोस्रो पनिसमेन्ट गाइस अलिकति कडा हुनुपर्छ गाइस दोस्रो पनिसमेन्ट गाइस आइब्रो काट्ने आइब्रो काट्दै दोस्रो पनिसमेन्ट तेस्रो पनिसमेन्ट एक पका तेल टाउको देखाउनु छोड्दिनँ गाइस कि त मै गएँ कि त ऊ गई गाइस एक बाल्टी पानी एक बाल्टी हिलो पानी एक पका टाउकोदेखि तेल अर्को पका गाइस आइब्रो काट्दिने अब यस्तो हिँड्नुहोस् न गर्दै लु ठिक छ नि साँपलाई साँप र पनिसमेन्ट चेन्ज गर्छु